नमस्कार आज चाहिँ हामी हाम्रो घर नजिकै बन्न लागेको नमुना सदरमुकामतिर जाँदैछौँ। हामी चाहिँ को जाँदैछौँ भन्दा मेरो भतिज भदा आई मिन सिरेन बिष्ट यता हेर हाई गर। अनि मेरी छोरी शीर्षा खड्का छोरी हाई गर न यता हाई गर ल ट्याबास। अनि उहाँ चाहिँ मेरो श्रीमानज्यू शिव खड्का। मेरो घर नजिकै रहेको यहाँ चाहिँ अस्मिता ड्राइभिङ सेन्टर छ ल। यतिको माहौल छ है। अहिले त माथि चढेको के अरे यहाँ चाहिँ सिभिङ ठाउँ भइहाल्यो। यो चाहिँ नमुना सदरमुकामको मेन गेट त होइन, अब कुन चाहिँ गेट हो थाहा भएन, पछि थाहा होला। अनि हामी जाँदैछौँ। मेरी छोरी यसरी हिँड्दै छिन्। यता हेर छोरी हाई गर आऊ यता हेर न त। चौतारी रहेको छ हो, त्यहाँ चाहिँ काउसरी 3 को वडा कार्यालय हो ल है त। हामी चाहिँ जाँदैछौँ। बेनाजु नमस्कार। यो चाहिँ हामी अब कति नम्बर गेट हो थाहा भएन, हामी चाहिँ गेटबाट भित्र प्रवेश गर्दैछौँ। गेट चाहिँ बन्दै गरेको छ है, निर्माणधीन गेट भनौँ न होइन। त्यो चाहिँ 3 नम्बर वडा कार्यालय माथि पानी भयो। अब यता भवनहरू बन्दैछ। रात पर्नुलाई अलि देखिहाल्ने कि शीर्षा होइन ल। मेरी छोरी चाहिँ एकदम दौडेकी छिन् के अरे मेरी छोरी। ल आऊ नरोइकन आऊ न नरोइकन। मेरी छोरी चाहिँ दौडै छन् हो। यस्तो हुन्छ, उसलाई डुल्न र घुम्न पाउनु पर्छ। उसलाई केही चाहिँदैन, केही चाहिँदैन है। यता चाहिँ मेरो भाइ सिरेन के छ खबर तिम्रो भन त। अनि कति बेला आएको तिमी? आयो रे नमस्ते गर्देऊ न। नमस्ते हो हाई गर। आज त हामी कता आउँदैछौँ ल भन्नु त। हामी आज कता आउँदैछौँ ल भन्नु। नयाँ सदरमुकामको अवलोकन। ल यसको बारेमा केही विश्लेषण गर्नु होला। यसको विश्लेषण त के हो, हजुरलाई थाहा भएको यहाँ बृहत रूपमा काम भइरहेको छ। यो चाहिँ नगरपालिकाको जग्गा। हजुर बन्दैछ। हजुर यो चाहिँ 4 नम्बर गेट। हजुर यो चाहिँ 4 नम्बर गेट हो, मलाई थाहा थिएन। 1 नम्बर त्यहाँ तल, 2 नम्बर 3 यो 4 नम्बर गेट। ल ठिक छ। अनि यो चाहिँ सभा हल बन्दैछ यहाँनिर। ए हो कन्फर्म भइसक्यो। तल जिल्ला प्रशासन। हजुर जिल्ला समन्वयन बन्दैछ। हजुर अनि यतापट्टि कतापट्टि यो एउटा एसओएफको बिल्डिङ बन्दैछ। अनि अरू पनि भइरहेको छ कामहरू। अब रोड पिचका कामहरू भएको छ। पोलको बिजुलीको कामको लागि पोल झरिरहेको छ। हजुर अझै के भएको छ सर हेर्नु बाँकी छ। ठिक छ। म नि धेरै पछि आएको अहिले त। अब यो सबै भवनहरू लगभग अबको 1 वर्षभित्रमा सञ्चालन हुन्छन् भन्ने मलाई लाग्छ। ल ठिक छ। कति राम्रो भएछ है, म त धेरै भएकै नआएको त। चाहिँ हामीले यहाँ यो सदरमुकामलाई पहल गर्ने सबै नेतागणहरूलाई चाहिँ धन्यवाद दिनैपर्छ। धन्यवाद। त्यसर्थमा म पनि यहाँबाट एकदमै नजिक मेरो घर भएको हिसाबले म आफै पनि गौरव लागिरहेको छ, खुसी छु। हो नि है। लोकेसन भन्दा सदरमुकाम बन्दै गरेको नजिकको चोकमा भन्न पाउँदा त्यही यो दुःख चाहिँ यहाँका बाटो पिच नहुँदासम्म गाडी घोडा डुलेको धुलो खान हैरान भइहाल्छ। हो नि त्यही छ, अरू सबै ठिकै छ। अनि यतापट्टि रङ्गशाला बन्दैछ। कतापट्टि? आज चाहिँ होइन, यो अब अलिक पछिल्लो योजनामा होला सायद। हजुर बिल्डिङहरू ठुल्ठुलै बनाएको छ, बन्छन् के बन्छन्। नमुना सदरमुकामको काम हेरौँ अब बनेपछि नै नमुना हुन्छ कि के हुन्छ।
नमुनै हुन्छ नि नमुनै हुन्छ भन्ने लागिरहेछ हेर्दा नमुनै होस् ओहो कति राम्रो भयो रहेछ भित्र हेर्दा त अहिले त सोचे भन्दा राम्रो कुराहरू सुने भन्दा र सोचे भन्दा राम्रो कुराहरू देख्न र भोग्न पाइन्छ त्यही त कति राम्रो है कस्तो संरचनाहरू त यही घरमा आम्मा यो के घर हो यस्तो पुरै कम्पाउन्ड गरिसक्यो रहेछ है सवाल ए हैन सवाल यो सबै यो चाहिँ हाम्रो नवलपुरको यो हल नमुना सदरमुकाम भित्रको सभा हाल होइन त यो ग्राउन्डको बिचमा पनि पर्छ यो ए यो टक्क फुलले सजाउने हो भने यहाँको यसको स्वरूपै छुट्टै देखिन्छ हो नि है यो ट्याक्क भयो त्यसको ट्याक्क जति त्यहाँबाट यो रोडसम्मको एरिया छ त्यति नै उता पनि छ त्यही त त्यति नै उता पनि छ त्यति नै यता छ ल ठिक छ भवनहरू बन्छ यो बिचमा चाहिँ सभा ल ठिक छ कति राम्रो बुटो हो यो के को बुटो है छ यो करम हो धेरै बुटाहरू थिए यो बुटो काट्न लगभग 2 वर्ष लाग्थ्यो होला यो बुटो काटेपछि नै काम सुरु भएको यसको लागि चाहिँ यो पछिल्लो मान्यज्यूको चाहिँ ठुलो हात छ ल ठिक छ बजेट व्यवस्थापन बुटाहरू अहँ कामको सहजीकरणहरू सबै बेस राम्रो भइरहेको छ ल थ्याङ्क यू सो मच यति धेरै हजुरले इन्फर्मेसन दिनुभयो होइन त्यसको लागि म एकदम आभारी छु मलाई त अब बन्दै गर्दै गर्दा अलिकति फरक बनेर अलिकति केही नयाँ लुक स्वरूप आइसकेपछि फेरि अर्को भिडियो बनाउँला हस् धन्यवाद यति नै भन्दा पनि पहिला त बिल्डिङहरू देखाउनु पर्यो नि हजुर हजुर 5 तला सकिएछ यो सभा हलको यो तला सकिएको छ हजुर अरू चाहिँ 4 5 तला चाहिँ सकिसकेको छ अहिले ठ्याक्कै भन्नुपर्दा काम चाहिँ टोटल्ली कम्पाउन्डिङ काम भइरहेको छ कम्पनी नानी लडी कि जम्म नानी लडी नानी लडेर थपक्क बस्ली कि उठाउन आउँछ यहाँको सबभन्दा ठुलो काम चाहिँ अहिले कम्पाउन्डिङको भइरहेको छ ल ठिक छ पुरै कम्पाउन्डिङ भनेको त यो त भन्दै भन्दै कति किलोमिटर कति हजार मिटर हुन पुग्छ ए उता गई नानी जानु न 1 2 हेर्नु न नानी त त्यो धुलो छ क्या कालो धुलो छ कि बिल्डिङ गइदिनु त प्लिज हामी चाहिँ छोरीले लास्टै दुःख दिएको जस्तै लागिरह हामीलाई हिँडेको गर्ने के भिडियो चाहिँ क्लियर आएन कि नाइट हो अब अलि अँध्यारो हुन लाग्यो नि त नवलपुरको पर्यटकीय नगर अथवा नवलको पर्यटकीय स्थल हजुर देवचुली बरचुली अहिलेको एकदमै फेमस रेस्टुरेन्ट गाउँले रेस्टुरेन्ट हजुर सकिन्छ ओ वहाँ हो गाउँ रेस्टुरेन्ट देवचुली बरचुली हजुर देवचुली बरचुली अथवा यो हिम पाहाड नभएको भए हजुर हामीले प्रत्यक्ष रूपमा यो ठ्याक्कै मेरो औँलाको ठ्याक्कै सिधा चाहिँ देवचुली है त्यो देवचुली डाँडा है एकदम अहिले त पर्यटकीय स्थल भइरहेको त्यहाँ चाहिँ धेरै मान्छेहरू जानुहुन्छ त्यहाँ है हजुर ल भन्नुहोस् त महारानी हाम्रो छोरीले चाहिँ अलिक दुःख दिन्छन् हाई भन हाई हाई भन बेबी सन्चै हुनुहुन्छ हजुरको नाम के हो नि हजुरको नाम शीर्षा हो यहाँ आउनुहोस् त हजुर हजुरको नाम के हो कतिमा पढ्नुहुन्छ हजुर अनि हजुरको स्कुलको नाम अनि हजुरको बुवाको नाम बाबाको नाम मम्मीको नाम ए अनि दिदीको नाम भिनाजुको नाम आमाको नाम अनि मम्मीको नाम मम्मीको नाम बिर्सिदिएको सुमित्रा होइन त मम्मीको नाम अनि मामाको नाम हजुर ए रमेश मामा हो माइजूको नाम ए हरि माइजू हो अनि अर्को माइजू बहिनीहरूको नाम मामा घरको बहिनीको नाम ए अनि अहिले अनि आमा अहिले कहाँ जानुभयो ए दिपक कार्की घर जानुभएको छैन आमा चाहिँ आफ्नो माइत जानुभएको छैन तिमी खुसी छौ ल ठिक छ बाई गरिदेऊ हजुर भन्नुहोस् त शीर्षा यता हेर न
शीर्षलाई एउटा गीत बजाइदिनु त यिनी नाच्छिन् बजाइदिनु त ल गीत सुन्नु यहाँ त के देखास् शीर्ष के गरेको नचल न हुन्न नो छि डटी डटी बेबी हो हुन्न डटी बेबी भनेको त एउटा लौरोले चलाइरहेछ गीत पछि शीर्ष हुन्छ ल